दीक्षा राई र आज म तपाईहरुको इन्भिजिलेटर। ठीक है। एक्जाम सुरु हुनुभन्दा अगाडि म तपाईहरुलाई केही रुल्स भन्न चाहन्छु। सबैले कान खोलेर सुन्नु होला। हाम्रो कान खुल्लै छ म्याम, कान थुनेर कसले सुन्छ र हौ? पहिलो कुरा म म्याम होइन म मिस हो। मान्छे चिनेर बोल। मेरो बिहे भएको छ र मलाई म्याम भनेको? हामीलाई के थाहा त मिस तपाईको बिहे भएको छ कि छैन? हामी न त तपाईको घरपट्टिको न त माउलीपट्टिको। मान्छे हेरेर थाहा हुँदैन? बिहे गरेको भए मैले सिन्दुर लाउँदिन थिए। अच्छा। सबै बिहे गरेको छोरी मान्छेले सिन्दुर कहाँ लाउँछ त मिस? तपाई क्रिस्चियन पनि त हुन सक्छ नि। लु भयो, तिमीहरुलाई जे भन्नु मन छ त्यही भन। म्याम भनि नि भन, मिस भनि नि भन, तर मलाई चाहिँ रुल्स भन्न देऊ सुरुमा। भन्नु न त मिस, हामीले तपाईको मुख टाल्देको छ र? पहिलो रुल, कसैले चिट चोर्नु पाउँदैन। चिट लिएको छ भने अहिले नै दिइहाल। भरे चिट चोरेको देखे भने म त्यसको कपी खोज्दिन्छु। Oh no! हामीसँग चिट छैन क्या मिस, ढुक्क हुनुस्। हामीले चिट चोर्न छोडेको त 20 वर्ष भइसक्यो। ओइ के भनेको तैले? हामी जन्मेकै 15-16 वर्ष हुँदैछ अनि 20 वर्ष अगाडि चाहिँ कसरी चिट चोरीम हामीले? कैसा लगा मेरा मजाक? ल अब अर्को रुल सुन। एक्जाम सुरु भएपछि कसैले कसैको सार्नु पाउँदैन। आफुलाई जति आउँछ त्यति लेख्ने, नत्र म कपी खोज्दिनुहुन्छ। थाहा छ के मिस, एउटै कुरा बारम्बार नभन्नु न। अनि पहिलो घण्टी भन्दा अगाडि कोही बाहिर जानु पाउँदैन। भूकम्प आए नि सुनामी आए नि पहिलो घण्टी लाग्छ, त्यसपछि मात्र बाहिर जानु पाइन्छ। ऐसा मत करो मेरी जान। भूकम्प आयो भने त घण्टी बजाउने मान्छे नै भाग्छ होला। अनि पहिलो घण्टी कसले बजाउँछ मिस? घण्टी बजाउने मान्छे भाग्यो भने आफ्नै घण्टी बजाउँदै भाग्ने नि, कसले पर्खी बस्छ र? हरामी हो बेटा। मिस, अरु क्लासमा त्यत्रो विद्यार्थीहरु छ त यो क्लासमा चाहिँ किन हामी 4 जनालाई मात्र राख्नु भएको? किनकि हामी कुहिएको आलु र राम्रो आलुलाई एक ठाउँमा राख्दिनौं नि त। राख्दा केही हुँदैन के मिस? त्यत्रो आलु कुहिएको रहेछ, जाबो 4 वटा राम्रो आलु जोगाएर के गर्नुहुन्छ? ओइ कलौटे, मिसले हामीलाई कुहिएको आलु भनेको हो के? कहाँ आफूलाई राम्रो आलु ठानेर? ल ल बेल लाग्यो, सबैजना रेडी बस अब। हे भगवान, क्वेशन सजिलो आएको होस्। मैले जे पढेको छु त्यही आएको होस्। मैले नपढेको आएको छ भने म तपाईसँग कट्टी गर्छु नि फेरि। अबे साले। ए, चर्तेकोलाई नदेखाउ त, खुरुक्क गर्नु थाल। गर्छु के मिस, पर्खिनु न। मलाई क्वेशन पेपर हेर्नु डर लागेन छ के? क्वेशन पेपरमा चुडेलको चित्र छ र हेर्नु डर लाग्यो तलाई? छिटो छिटो हेर, गर्नु नभ्याउलास् नि फेरि। अच्छा। कति न मैले सबै गर्ने जस्तो नभ्याउलास् भन्छ त यार। 5 मार्क्स त गर्न सक्छु कि सक्दिन? डोन्ट मेक नोइज, गर्नु थाल भनेको सुनेनौ? अरे बाप रे। एक्सक्युज मी मिस। यस। पहिलो घण्टी भन्दा अगाडि तिर्खा लाग्यो भने पानी पिउन पाइन्छ कि पाइँदैन मिस? पाइन्छ पाइन्छ, किन तिर्खा लागेको हो र? होइन मिस, सोधिरहेको नि। भरे फेरि पानी पिउँदा पिउँदै तलबाट कपी खोजिदिनु भयो भने के गर्नु? मिस, यो क्वेशन नम्बर 2 ले के भन्न खोजेको बुझाइदिनु न मलाई। के छ क्वेशन भन त? व्हाट इज द मोलिक्युलर फर्मुला अफ वाटर? त्यति पनि थाहा छैन तिमीलाई? वाटरको मोलिक्युलर फर्मुला H2O हुन्छ। H2O? H देखि O सम्म लेख्ने हो मिस? होइन के? H त्यसपछि 2 त्यसपछि O। ए, सुरुमा H त्यसपछि TWO2 अनि O। होइन के बुद्धु? सुरुमा H त्यसपछि नम्बर वाला 2 त्यसपछि O। ए, बुझे मिस बुझे, H2O होइन त? अनि H र O चाहिँ क्यापिटल हुन्छ कि स्मल हुन्छ मिस? क्या करूँ इसका? क्यापिटल हुन्छ के क्यापिटल? कस्तो केही नजान्ने बच्चा हौ। मिस, बच्चा चाहिँ नभन्नु ल। मैले बच्चागिरी गर्न छोडेको धेरै भइसक्यो। साजने, ओइ साजने। भन्न राजने। तैँले 10 नम्बरको न्युमेरिकल गरिस्? गरेको छैन हौ मैले त। तैले गरिस्? मैले गरेको भए तँलाई सोध्थे त साले। बात तो सही है। ए, के हुँदैछ त्यहाँ? केही भएको छैन मिस। केही भयो भने म तपाईलाई भनिहाल्छु नि। तपाई आरामले बस्नुस् के मिस। म त भन्छु तपाई 2 घण्टासम्म मस्तरी सुत्नुस्। त्यति बेलसम्म हामी हल्ला नगरी गर्छौं। आर यु कमेडी मी? मलाई उल्लु सम्झेको तिमीहरुले? म सुते भने तिमीहरुले के गर्छौ थाहा छैन मलाई? आमा कसम मिस, हामी तपाईलाई केही गर्दिनौं। हो, तपाई राम्री हुनुहुन्छ, तर मिसलाई गलत नजरले हेर्ने बानी छैन हाम्रो। त्यो भनेको होइन के? म सुते भने तिमीहरु एकअर्काको सारासार गर्छौ भनेको। सारासार गर्नलाई त कसैले लेखेको हुनु पर्यो नि मिस। सबै उस्ता उस्तै छौं, कसको सार्नु खोइ? हो, त्यही भएर भनेको जति आउँछ त्यति लेख अनि कपी बुझाएर जाऊ। मलाई त नाम र सिम्बल नम्बर मात्र लेख्न आउँछ मिस, जुन मैले लेखिसके। अब घर जाँदा हुन्छ त्यसो भए? हुँदैन, अघि नै भनेको होइन? पहिलो घण्टी भन्दा अगाडि कोही कहीँ जानु पाउँदैन भनेर। ल ल मिस, म लेख्ने प्रयास गर्छु ल। आएन भने सिकाइदिनु ल मिस। म पास भए भने तपाईलाई आइसक्रिम खुवाउँछु के? पर्दैन, म यहाँ तिमीहरुलाई सिकाउनु बसेको हो। जति आउँछ त्यति लेख्ने, आउँदैन भने चुप लागेर बस्ने। तेरो बाउले भन्थ्यौ। मिस हेर्नु न, यसले मेरो तन्की तन्की हेरिरहेछ। मिस हेर्नु न, तन्की तन्की हेर्दा पनि यसले छोपिरहेछ। साले तू तिमी अरूको नहेर त, तिम्रो कपी खोजिदिनु पर्ने हो। Oh no! खोजिदिनु मिस, खोजिदिनु। यसले अघिदेखि मलाई डिस्टर्ब गरेको गरेछ। मैले के तेरो चाक कोटाइदिएको छुरा डिस्टर्ब भयो तलाई? के बोले भाइ?
तेरो सार्न नि नहुने हुँदैन। हिजो पढौँ भन्दा चाहिँ एनिमे हेर्दै बसिस अनि अहिले मेरो किन सार्नु पर्यो? ओइ तैले हिजो एनिमे हेरेको हो? मैले पनि हिजो रातभरि वान पिस हेरेको नि। एक्जामको बेला वान पिस हेर्नु अनि रिजल्टको बेला बाउ आमाले टु पिस पार्छ तिमीहरूलाई। मिस मलाई यो बेन्चमा लेख्नु अप्ठ्यारो भयो, पछाडि गएर लेखौँ। के को अप्ठ्यारो? सबै बेन्च उस्तै त हुने। होइन के मिस, म लास्ट बेन्चर हो के, त्यसैले फर्स्ट बेन्चमा मेरो दिमागले कामै गरेन। शट अप, मसँग ननसेन्स कुरा गर्ने होइन है। कम्प्लेन गरेर फेल गरिदिन्छु नि फेरि। यस्तो धम्की फर्स्ट बेन्चरलाई दिनुहोस् मिस, म त लास्ट बेन्चर हो, मलाई त फेल हुने आदत छ। ओइ गधाको ज्वाइँ, यो टर्मिनल इक्जाम होइन एसई हो, यहाँ फेल भइस भने त फेरि 1 वर्ष 10 क्लासमै बस्नुपर्छ। मलाई त झन् फाइदा नि, 9 क्लासको बहिनीहरू चुवाक चुवाक छन्, म फेल भए भने 1 वर्ष उनीहरूसँगै बस्नु पाउँछु नि। पहिलो खण्डी लाग्यो है, कसैले टोइलेट जानु छ भने जाँदा हुन्छ। क्वेसन देखेर दिशा पिसाब नै रोक्यो, अब त के गर्न जानु हो मिस? त्यसो भए कन्टिन्यू गर। स्टार्ट गरेको भए पो कन्टिन्यू गर्नु। जिन्दगीमा पहिलोचोटि देख्दैछु यो क्वेसनहरू। अबे साले पास हुने जति सिकाइदिनु न हो मिस, हामी पास भयौँ भने तपाईँलाई एउटा राम्रो सर खोजिदिन्छौँ के। ओके मिस, हामीले यो ठाउँको सबै सरहरूलाई चिनेको छौँ, तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै सर खोजिदिन्छौँ तपाईँलाई। तिमीहरू खुरु खुरु लेख्छौ कि कम्प्लेन गर्दिउ म तिमीहरूको? खोरो खोरो लेख्नलाई त केही आउनु पनि पर। 1 मिनेट, यो वाट इज ब्ल्याक होल त मलाई आउँछ त। यति सजिलो पनि कस्तो नदेखेको मैले। ओइ मलाई पनि सिका न यार, ब्ल्याक होलको एन्सर के हुन्छ? ल लेख, म भन्छु। द होल व्हिच इज ब्ल्याक इज कल्ड ब्ल्याक होल। थेट, यस्तो पनि एन्सर हुन्छ? किन हुँदैन, ब्ल्याक होलको एन्सर यही त हो नि, मैले हिजो दिनभरि रटेको। आर यू कॉमेडी मी? हो मिस, द होल व्हिच इज ब्ल्याक इज कल्ड ब्ल्याक होल हुन्छ हो। मलाई थाहा छैन, तिमीहरू धेरै बोलिसक्यौ है। अब चुइक्क आवाज आयो भने म साच्चीकै कपी खोजिदिन्छु तिमीहरूको। मिस मेरो पेट खराब छ कि, चुइकको आवाज नआए पनि पुइक्क आउन सक्छ, नरिसाउनु ल। एक्सक्युज मी मिस, क्यान आई ह्याभ थप पेपर? क्या बक रहे हो मादरचोद? साले धोकेबाज, हिजो त केही आउँदैन भन्दै थिइस् त। म्याथको पो केही आउँदैन भनेको त, साइन्सको त आइहाल्छ नि। ल्याउ थप पेपर। थ्याङ्क यू मिस। चीटिंग करता है तू। मिस मलाई पनि थप पेपर दिनु, मलाई पनि सब याद आयो। सब याद आयो? तैले पनि पढेको थिइस् र? होइन के, मैले ककसको कति उधारो खाएको छु भन्ने कुरा याद आयो भनेको के, त्यही लेख्नलाई थप पेपर मागेको। कुछ भी ला 2 घन्टी लाग्यो यार, केही पनि लेखेको छैन त, कसरी पास हुने होला? तँलाई अब रिग्रेट हुँदैछ होला। के गरिस् मंगलले आफ्नै ढंगले, नपढी आएपछि यस्तै हालत हुन्छ। सिकाइदिनु त कहाँ, उल्टै मजाक उडाउँदै बस्नुहुन्छ हो मिस पनि। त्यही भएर समयमा पढ्नु पर्छ, समय आउँछ पर्खन्न, बगेको खोला फर्कन्न भनेको यही हो। केरो बाउले भन्ने होला। आज साइन्सको एक्जाम हो के मिस, नेपालीको होइन, कति उखान टुका सुनाइरहनु भएको। मिस तपाईसँग पेन छ? मेरो त पेनै चल्नु छोडो। साले धोकेबाज, बाहिर मात्र निस्किन, म तेरो हात खुट्टा पनि नचल्ने बनाइदिन्छु। के बोले भाइ? ओइ भाइ, तिमी यसरी खुलेआम धम्की दिन सक्दैनौ बुझ्यौ? यो कुरा त अघि नै भन्नु पर्थ्यो नि मिस, अब त धम्की दिइसके मैले। साले तू मिस पेन छ भने दिनु न, के टाइम सकिसक्यो। मसँग छैन त भाइ, एसी दिने मान्छे एक्स्ट्रा पेन बोक्नु पर्दैन। बोकेको थिए क्या मिस, बाटोमा कता झर्यो झर्यो। वो अलग ही लेवलको बन्दा त। कसैसँग एक्स्ट्रा पेन छ भने देऊ त उसलाई। म त दिन्न यो धोकेबाजलाई। नदेन त, मैले तेरो मागेको पनि छैन नि। अब तू गया बेटा। ओए कसैले पनि यसलाई पेन नदेऊ है, नत्र यो पास हुन्छ अनि हामी चाहिँ फेल हुन्छौँ। कस्तो साथी हौ तिमीहरू, आफू पनि फेल हुने अनि साथीलाई पनि फेल बनाउन खोज्ने। तपाईँले 3 इडियट्स हेर्नु भएको छैन मिस? साथी फेल भयो भने दुःख लाग्छ, तर साथीले टप गर्यो भने त्यो भन्दा धेरै दुःख लाग्छ। ओए त चिन्ता नगर, यिनीहरूले पेन नदिएर के भयो त, म दिन्छु तँलाई पेन। ला मेरो पेनले लेख। थ्याङ्क यू यार, थ्याङ्क यू सो मच, म तेरो यो गुण 24 घण्टासम्म बिर्सिने छैन। अबे साले A few moments later. ओए यो पेन त सकिएको हो कि क्या हो, लेख्दै लेख्दैन त। Go, go, go!